नमस्ते शिवहर सम्पूर्णमा आज हामी हाम्रो गाउँ हुँदै होइन पातिबारा देवी मुकुमलुङ जाने दर्शनार्थीहरूको लागि चाहिँ पानी एकदमै समस्या भएको कारणले गर्दाखेरि हामी चाहिँ पाइप बोकेर साथीहरूसँग जाँदैछौँ पानीको मुहानतिर। एकैछिन हामीले थकै पनि मारिसकेका छौँ र उकाली ओह्राली गर्दै हामी अघि बढ्दैछौँ होइन। र धेरै नै भोक लागेको कारण चाहिँ होइन यहाँ साथीभाइहरूसँग बसेर चाहिँ हामी खाजा खाइसकेका छौँ र पानीको मुहानतिर चाहिँ हामी अगाडि बढिरहेका छौँ र निकै नै पानीको मुहानतिर जान चाहिँ अप्ठ्यारो बाटोहरू होइन भिरपाखाहरू चाहिँ रहेको छ होइन। साथीहरू यहाँ आउँदै हुनुहुन्छ होइन एकदमै कष्ट गरेर होइन। तर पनि हामीले निकै नै गाह्रो भए पनि हामीले हरेस चाहिँ मानेको छैनौँ होइन र हामी अगाडि बढ्दैछौँ र पानीको मुहानसम्म चाहिँ हामी पुगिसकेका छौँ। ए बा असिन पसिन बोक्दा न के त जिङी जान्छ हामीले पानीको मुहान पनि बनाइसकेका छौँ होइन र अब बिस्तारै पानी गाँस्दै नाला तान्दै होइन नालालाई फुस्काउँदै हामी अगाडि जानेछौँ। र आज चाहिँ हामीले पाथिबारा देवी होइन मुकुमलुङ जाने बाटो छेउमा चाहिँ पानीलाई निकाल्न सफल भएका छौँ भन्दै नमस्ते शिवहर।